उच्च रक्तचाप अर्थात् हाई ब्लड प्रेसर यो समस्याको उपचारका लागि डाक्टरहरूले विभिन्न औषधि चलाउँछन् र यसमध्ये एउटा निकै कमन औषधि हो माइलोड एल। तर यो वास्तवमा के हो र यसले कसरी काम गर्छ? यदि तपाईँ यो औषधिबारे जान्न चाहनुहुन्छ भने आजको यो जानकारी निकै उपयोगी हुन सक्छ। आउनुहोस् यसलाई अलि विस्तारमा बुझौँ। ल सबैभन्दा पहिले त उच्च रक्तचाप भनेको के हो? एकदमै सरल भाषामा भन्दा यो हाम्रो रगतको नलीहरूमा रगतको चाप अर्थात् प्रेसर सामान्यभन्दा बढी हुनु हो र जब यो चाप लामो समयसम्म हाई रहिरहन्छ नि, यसले हाम्रो मुटु, मृगौला र मस्तिष्क जस्ता महत्त्वपूर्ण अङ्गहरूलाई भित्रभित्रै कमजोर बनाउँदै जान्छ। त्यसैले त यसलाई नियन्त्रणमा राख्नु यति धेरै जरुरी छ। अब हाई ब्लड प्रेसरलाई कन्ट्रोल गर्ने थुप्रै तरिकाहरू छन्, तर डाक्टरहरूले प्राय एउटा औषधि सिफारिस गर्नुहुन्छ। हो, आज हामी त्यही एउटा प्रमुख औषधिको बारेमा कुरा गर्दैछौँ, माइलोड एल। माइलोड लको बारेमा बुझ्नुपर्ने पहिलो कुरा के हो भने यो एउटा सिङ्गल औषधि होइन, बरु यो दुईवटा छुट्टा-छुट्टै औषधिको एउटा पावरफुल कम्बिनेसन हो जसलाई एउटै ट्याब्लेटमा मिलाइएको छ र यसले हाई ब्लड प्रेसरलाई दोहोरो तरिकाले डबल एक्सनमा नियन्त्रण गर्न मद्दत गर्छ। ल त्यसो भए यो ट्याब्लेटभित्र आखिर के छ त? यसमा दुईवटा मुख्य सक्रिय तत्त्वहरू छन्। एउटा हो आम्लोडिपिन 5 मिलिग्राम र अर्को हो लोसार्टेन पोटासियम 50 मिलिग्राम। यी दुईले मिलेर काम गर्ने हो र दुवैको आफ्नै एकदमै महत्त्वपूर्ण भूमिका छ। हामीले थाहा पायौँ कि यसमा दुईवटा औषधि छन्, तर प्रश्न उठ्छ, डाक्टरले यही कम्बिनेसन किन चलाउनुहुन्छ त? हैन, कस्तो अवस्थामा माइलोड एल चाहिन्छ? आउनुहोस् यही कुरालाई अलिकति गहिराइमा गएर बुझौँ। डाक्टरहरूले यो औषधि खास गरी त्यति बेला दिनुहुन्छ जब ब्लड प्रेसर अलि बढी नै हाई भएको हुन्छ वा कहिलेकाहीँ एउटा मात्र औषधिले काम नगर्दा पनि। तर यहाँ एउटा एकदमै महत्त्वपूर्ण कुरा के छ भने यसको काम ब्लड प्रेसर घटाउनु मात्रै होइन, त्योभन्दा ठूलो कुरा यसको मुख्य उद्देश्य भनेको हार्ट अट्याक, स्ट्रोक अनि मृगौलामा हुने क्षति जस्ता गम्भीर खतराहरूबाट जोगाउनु हो। ल अब आउँछ सबैभन्दा इन्ट्रेस्टिङ पार्ट, यसले काम चाहिँ कसरी गर्छ? एउटा सानो ट्याब्लेटले शरीरभित्र गएर ब्लड प्रेसरलाई कसरी ठ्याक्कै कन्ट्रोल गर्छ होला? आउनुहोस् यसको पछाडिको साइन्सलाई एकदमै सजिलो तरिकाले बुझौँ। हो, मुख्य प्रश्न नै यही हो। यसमा भएका ती दुई फरक औषधिहरूले कसरी मिलेर टिमवर्कमा काम गरेर ब्लड प्रेसर घटाउँछन् त? ल हेरौँ है त यो टिमवर्क कसरी हुन्छ। अब यहाँ दुईवटा मेन प्लेयर्स छन्, एम्लोडिपिन र लोसार्टेन। दुवैको गोल एउटै हो, ब्लड प्रेसर घटाउने, तर उनीहरूको काम गर्ने तरिका चाहिँ फरक छ। एम्लोडिपिनले के गर्छ? रगतको नलीलाई रिल्याक्स गराएर फराकिलो बनाइदिन्छ, अनि लोसार्टेनले चाहिँ रगतको नलीलाई साँघुरो बनाउने एउटा हर्मोनलाई नै ब्लक गरिदिन्छ। ल पहिले एम्लोडिपिनको काम हेरौँ। यसले के गर्छ भने हाम्रो रगतको नलीको भित्तामा भएको मसललाई रिल्याक्स गराइदिन्छ, अनि मसल रिल्याक्स भएपछि के हुन्छ? नली फराकिलो हुन्छ। यो भनेको कस्तो हो भने एउटा साँघुरो पाइपलाई फराकिलो बनाए जस्तै हो, ताकि पानी सजिलै बग्न पाओस्। हो, हाम्रो रगत पनि त्यसै गरी सजिलै बग्न थाल्छ र ब्लड प्रेसर घट्छ। अब पालो दोस्रो प्लेयरको, लोसार्टेन। हाम्रो शरीरमा एन्जियोटेन्सिन भन्ने एउटा हर्मोन हुन्छ जसले दुईवटा काम गरेर ब्लड प्रेसर बढाउँछ। एउटा रगतको नलीलाई साँघुरो बनाउँछ, अर्को शरीरमा नुन पानी जम्मा गराउँछ। लोसार्टेनले चाहिँ के गर्छ भने एउटा गार्डली जस्तै यही हर्मोनलाई आफ्नो काम गर्नबाट रोकिदिन्छ, अनि रिजल्ट के भयो? नलीहरू साँघुरो हुन पाएनन् र ब्लड प्रेसर पनि बढ्न पाएन। अनि जब यी दुई फरक कामहरू एकैसाथ हुन्छन् तब रिजल्ट एकदमै पावरफुल हुन्छ। एम्लोडिपिनले नली फराकिलो बनाउने, लोसार्टेनले साँघुरो हुन नदिने। यो टिमवर्कले ब्लड प्रेसरलाई छिटो घटाउने मात्र होइन, लामो समयसम्म कन्ट्रोलमा राख्न पनि मद्दत गर्छ। हो, यही हो माइलोड एलको डबल एक्सनको कमाल। ल यसले कसरी काम गर्छ भन्ने त बुझ्यो, तर औषधिको पूरा फाइदा लिनलाई यसलाई सही तरिकाले खानु पनि त त्यत्तिकै जरुरी छ, हैन र? अब यसलाई कसरी खाने भन्ने बारे केही जरुरी कुराहरू हेरौँ। यसलाई खाने तरिका एकदमै सजिलो छ। डाक्टरको सल्लाह अनुसार दिनको एउटा ट्याब्लेट, तर एउटा कुरामा ध्यान दिनु होला, हरेक दिन एउटै समयमा खाने बानी बसाल्नु भयो भने औषधिको असर अझै राम्रो हुन्छ। बिहान होस् वा बेलुका एउटा समय फिक्स गर्नुहोस्।
अनि सबैभन्दा महत्त्वपूर्ण कुरा, डाक्टरलाई नसोधेर कहिल्यै पनि डोज आफै तलमाथि नगर्नुहोला। अब जुनसुकै औषधिको जस्तै यसका पनि केही साइड इफेक्ट्सहरू हुन सक्छन्। नआत्तिनुहोला, यो सबैलाई हुन्छ भन्ने चाहिँ होइन। तर कसैलाई टाउको दुख्ने, अलिअलि चक्कर लाग्ने, थकाइ लाग्ने वा खुट्टाको गोलीगाँठो सुन्निने जस्ता सामान्य असरहरू देखिन सक्छन्। तर एउटा कुरा सधैँ दिमागमा राख्नुहोला, यदि यस्ता कुनै पनि साइड इफेक्ट्सले गाह्रो बनायो वा अलिक गम्भीर जस्तो लाग्यो भने एकछिन पनि नपर्खनुस्, तुरुन्तै आफ्नो डाक्टरसँग सल्लाह गरिहाल्नुपर्छ। औषधि त उपचारको एउटा महत्त्वपूर्ण पाटो हो, तर यो मात्रै काफी नहुन सक्छ। हाई ब्लड प्रेसरलाई राम्रोसँग म्यानेज गर्न औषधि र हेल्दी लाइफस्टाइललाई सँगसँगै लैजानु पर्छ। ल, अब यही विषयमा कुरा गरौँ। ल, उपचारलाई इफेक्टिभ बनाउन यी केही कुराहरूमा ध्यान दिनु एकदमै जरुरी छ। नम्बर 1, डाक्टरले नभनेकन कहिले पनि औषधि खान छोड्नु हुँदैन। नम्बर 2, बेला बेलामा आफ्नो ब्लड प्रेसर जाँच गर्ने र त्यसको रेकर्ड राख्ने। नम्बर 3, खानामा नुनको मात्रा घटाउने। र नम्बर 4, सकेसम्म एक्टिभ रहने र हेल्दी लाइफस्टाइल अपनाउने। अन्तिममा एउटा कुरा के याद राखौँ भने एउटा स्वस्थ र चिन्तामुक्त जीवनको लागि आफ्नो ब्लड प्रेसरलाई कन्ट्रोलमा राख्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यो एउटा स्वास्थ्य सम्बन्धी जानकारीमूलक प्रस्तुति थियो। याद राख्नुहोला, कुनै पनि औषधि सेवन गर्नु अघि सधैँ आफ्नो डाक्टरसँग परामर्श लिनुहोला। सुनिदिनु भएकोमा धेरै धेरै धन्यवाद।